चाहिँ आज बनाउँदैछु सुप थुक्पा। ठन्डा पनि छ, ठन्डाको मौसम पनि सकिसकेको छ। त्यसो कारण आज सुप थुक्पा, यो चाहिँ चिकन बोइल गरिसकेको र मैले चाहिँ अब पानी उम्लिसकेको छ अनि यहाँ थुक्पा लगाइसकेको छु। ठन्डा महिनामा चाउमिन भन्दा त सुप थुक्पा खाएको बेस्ट छ नि त नि। यस्तो तातो बन्यो भने सुप थुक्पा कति खानुपर्छ साथीहरू। ठन्डा मौसम चलिसकेको छ, त्यसको कारणले आज चाहिँ थुक्पा बनाएको। मैले सुप थुक्पा बनाउँछु साथीहरू। पिसमा बनाइसकेको छु चिकन चाहिँ। अब यसमा ठक्कसँग पकाउने सुप बनाउने साथीहरू। अब मेरो थुक्पा अब धोइसकेर पनि मैले रेडी गरिसकेको छु। यसमै कुटेको अदुवा लसुन छ, यसमा टिम्बुर छ, यसमा अलिकति मरिच पनि छ। मरिच पछि पनि लगाउँछु। राखेको छु प्याज, धनियाँ। हस् अब टक्कसँग बनाउने हो अनि खाने हो साथीहरू। ठन्डा मौसममा गरम गरम सुप। यहाँ चाहिँ तेल प्याज लगाइसकेको छु नि त नि। अब यसलाई चाहिँ चिकन लगाएर नि पुरा फ्राई गर्ने हो। टक्कसँग पकाइन्जेल बनाउने हो साथीहरू। चिकन चाहिँ लगाइसकेको छु नि त। हेर्नुहोस् टक्कसँग यसलाई पटपट गरेर बुझ्ने हो। अनि खाँदाखेरि त एकदम यो लोकल कुखुराको मासु हो नि त नि साथीहरू। रहेछ मिठो छ, टक्क छ भने जस्तै खानुपर्छ होइन। अब अलिकति अब बाँकी छ। मैले चाहिँ यहाँ धनियाँ पाउडरको धनियाँ र जिरा पाउडर लगाउँदैछु। अलिकति सेन्ट भए पनि हुन्छ नि त। यसमा छ अलिकति चिल्ली पाउडर अरू सबै मसला लगाएको छु। यहाँ चाहिँ चिल्ली पाउडर। यहाँ चाहिँ छ चिकन मसला सेन्टको लागि। अनि यहाँ चाहिँ छ मिट मसला। सुप तिखा बनाइदिनु भनेर नि त लगाइदिएको अलिअलि थोरै। यो चिकनमा पुरा खराएर मजाले यसरी डढिसकेको साथीहरू। त्यो मजाले बनाएर यसलाई खानु हुन्छ साथीहरू। अनि खानुपर्छ टक्कसँग। यहाँ चाहिँ अलिकति लगाइदिएको एउटा टमाटर अनि बन्दाकोपी लगाइदिनु अनि टक्कसँग सुप लगाइदिनु। अनि अब आफ्नो तरिका हुन्छ साथीहरू बनाउनु। म चाहिँ यसरी बनाउँछु सिम्पल तरिकाले। अरू त पुरा दामी बनाइदिन्छ नि साथीहरू। अब आएको जति यति नै हो। अलिअलि बनाउँदा चाहिँ टेस्टी मिठो लाग्छ। अब मैले बनाउँछु चाहिँ कस्तो हुन्छ त्यो दिन साथीहरू। मेरो चाहिँ यी बन्दाकोपी लगाइसकेर सुप भइसकेको छ। मलाई चाहिँ यस्तै मनपर्छ नि त साथीहरू बन्दाकोपी लगाएको। हेर्नुहोस् अब टक्कसँग लगाम प्लेट गरौँ है साथीहरू। मैले चाहिँ यही बाटीमा लगाइसकेको छु। बाटीमा लगाउँदैछु। मैले चाहिँ बाटीमा लगाइसकेको छु। मैले लगाउँदैछु अलिकति प्याज अनि अलिकति हरियो खोर्सानी। म चाहिँ कम्ती खान्छु नि त। अलिकति धनियाँ अनि अब बन्दाकोपीसँग सुप लगाउँदैछु। ठन्डामा सुप खानुपर्छ है। अमिलो गोलमरिच र टिम्बुरको अनि ठक्कसँग खानुपर्छ साथीहरू। यहाँ चाहिँ छ चपस्टिकसँग सकेको छ। अब खामै कस्तो छ हुँदो रहेछ। अब हेर्नुहोस् अब सुप खाने हो साथीहरू। म चाहिँ एकदम टेस्टी भएछ। अब नाइटको डिनर हाम्रो चाहिँ आज चिकन थुक्पा छ। हजुरले हेरिसक्नु भएको छ र फेसबुक साथीहरूलाई हेरिदिनु भएको मेरो भिडियो
थ्याङ्क यू सो मच। हजुरले गरेर मेरो मोनिटाइज पनि भइसकेको छ। हजुरलाई मैले अगाडि देखाइसकेको छु 1 महिना अगाडि। तर अब च्यालेन्ज पुरा गर्नु गर्दा 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 दिमागै खराब हुन्छ हो। घरि पोस्ट अरे, घरि रिल अरे, घरि फलोवर अरे। अब सबै त पुरा गर्न सकिँदैन नि त नि। अब आफू पनि काम गर्नु पर्यो, नानीलाई पढाउनु पर्यो हैन। अब यस्तै छ। त्यही पनि हजुरले सपोर्ट गर्नुभएको छ, हजुरले माया गरिदिनु भएको छ र मेरो भिडियो पनि बढ्दैछ, अब हुँदैछ हैन। हजुरको धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच तपाईँले मेरो भिडियो हेरिदिनु भएकोमा। मैले चाहिँ अब खाँदैछु साथीहरू। चिकन थुक्पा दामी छ, मस्त छ। ल आजको लागि यति नै हो हाम्रो नानीको डिनर। सुप थुक्पा भएको छ, चिकन थुक्पा। ल मेरो फेसबुकको साथीहरूलाई नमस्कार र बाई बाई। यसरी सपोर्ट गर्नुहोस्, यसरी माया गरिदिनुहोस् मेरो च्यानललाई, मेरो फेसबुकलाई। ल आजको लागि यति नै, बाई बाई, गुड नाइट।